यहाँहरू सम्पूर्णमा जय मसी म खे माल मगर म तपाईँहरूको सामुने पवित्र शास्त्र बाइबलबाट म केही कुरा म हेर्नेछु। यहाँ यसो लेखिएको छ, फरिसी र सदुकीहरू आएर उहाँलाई जाँच गर्न स्वर्गबाट एउटा चिन्ह देखाइदिने उहाँसँग माग राखे। यो चाहिँ मत्तीको पुस्तक 16को 1 पदले हामीलाई बताउँदछ। यहाँ चाहिँ दुई किसिमको यहाँ मानिसहरूको बारेमा बाइबलले उल्लेख गर्छ, वर्णन गरेको छ। फरिसी र सदुकीहरू यिनीहरू दुवै समाजका धार्मिक धर्मगुरुहरू थिए भने यिनीहरूको सोच विचार फरक फरक थिए, तर एउटा कुरा चाहिँ यिनीहरूको चाहिँ एउटै थियो, त्यो चाहिँ येशू प्रभुलाई परीक्षा गर्ने सोच र विचार चाहिँ यिनीहरूको एउटै थियो। येशू प्रभुले त्यत्रो यिनीहरूको अगाडि आश्चर्य कर्महरू गर्नुभएको थियो, रोगी बिरामीहरूलाई उहाँले चङ्गाई गर्नुभएको थियो, र पनि यिनीहरूले येशू प्रभुसँग अर्को चिन्ह यहाँ मागेको हामी देख्दछौँ। र हामी यसमा बुझ्नुपर्छ कि तपाईँ र म चिन्ह खोज्ने विश्वासी हौँ अथवा हामी सच्चा मनले प्रभुलाई विश्वास गर्ने विश्वासीहरू हौँ। चिन्हहरू हेरेर विश्वास गर्ने मानिसले जतिसुकै चिन्हहरू देखाए पनि त्यो मानिसले विश्वास गर्दैन। तर यदि सच्चा मनले